भएकै कारण मैले सामाजिक सञ्जालमा धेरै हिंसा झेल्नु परेको छ। अब म फेसबुक चलाउँछु। फेसबुकमा कस्तो कस्तो कमेन्ट आएछ। यस्तो कमेन्ट, यस्तो मेसेज। अब बल्ल मेरो आँखा खुलो। अबदेखि मैले फेसबुक चलाउँदा, टिकटक चलाउँदा के गर्नुपर्छ, कसरी आफ्नो सुरक्षा गर्नुपर्छ भन्ने कुरा मैले बल्ल थाहा पाएँ। वडाध्यक्षज्यू नमस्कार। म कुनै एक विद्यालयमा अध्यापक छात्रा हुँ। म विद्यालय जस्तो पवित्र ठाउँमा पनि छात्रा भएकै कारण लैङ्गिक हिंसामा परेकी छु। ए साथीहरू, आऊ बल खेल्न। आज मौसम पनि सफा छ, घाम पनि लागिरहेको छ। कति केटाहरू मात्रै बल खेल्छन्। हामी पनि आऊ न, आज त खेलौँ। आऊ न। ए रानी, ए यार बल खेल हामी के कट्टा हेर्नु लट्टा। बल्ला, बल्ला कट्टा हेर्नु। ओए के नारो, ओए बल खेल्नु। ओए, भित्र कता कोनमा। खेल भने के लिङ्गका आधारमा छुट्याएको हुन्छ र? यसरी महिला र पुरुष भनेर लैङ्गिक भेदभाव गर्नु नै त लैङ्गिक हिंसा हो नि, होइन र? म त जान्छु गुरुबा र हजुर गर्न। गुरुबा हामीले पनि खेल्न पाउनु पर्यो। आमै हेर, यत्रो ठुली भइसक्यो, के केटाकेटीसँग खेल्छ? खै हाइट नाको म भन्दा यत्रो अघि भइसक्यो। खै म भन्दा ठुली मोटाइ पनि मेरो जति हो। मेरो